के भयो फेरि? मेरो किताबै च्यात्ते छ। ढाडेले होला। होइन, भाइले हिजो च्यातिन्छु भन्दै थियो, त्यसले होला। होइन मैले तँलाई आमा टोक्कै, आमा त टोकिस मेरो छोरालाई पनि टोक्न खोजे कि खुब तँलाई पढ्न पर्ने होइन? तेरो किताब च्यात्नलाई मेरो छोरालाई के खान्छ हँ? तँलाई त नचल त्यस्तो नगर मेरो छोरीलाई सधैँ किन पिट्दैछ है? किन पिट्दै तँलाई नपिट यो चौताको छोरी नि गर्नु गरी तिमी पनि उता जाऊ। काहीँ नभएको खैले किताब आजदेखि त पढ्न जाने होइन। खुर्क लाएर त्यहाँ गोठमा गाई भकाइसक्यो, गोठमा गएर भैँसी नाम्लो ल्याएर खुर्क घसान गयो। पढ्न जाने होइन, जाऊ त छिटो जा। छोरी ल ए छोरी सँगसँगै गोली खेल्न आउला जस्तो पो गर्छ। ए भगवान, मेरो फुटेको कर्म एउटा छोरीलाई पनि देखिसन तँलाई। आफू पनि सँगसँगै मुन्टे भएको त। मेरो भाग्य पनि कस्तो रहेछ त्यो फुटेको कर्म। ए छोरी कहाँ छस् त? नेपाल प्राकृतिक दृष्टिबाट अत्यन्त सम्पन्न छ। नेपालको भूगोल विविधतापूर्ण छ। यहाँ कतै समथर मैदान छ, कतै ढोचा। नानी हजुर, किन यहाँ बसेर पढेको? घाँस काट्न आएको थिएँ मिस, त्यही भएर यहीँ बसेर पढेको।